कोलाई मनपर्छ साथीहरू मुलीको अचार, गाजरको अचार मैले त हाल्न थालेँ। अब यसलाई काटेर घाममा सुकाएर त्यहाँबाट मसला लगाएर त्यहाँबाट हालेर भातसँग खाँदाखेरि कति मिठो हुन्छ है। कोलाई मनपर्छ नि मुलीको अचार। यो जाडोमा मुली पनि पाइन्छ। मेरो त अझ आफ्नै बारीमा फलेको मुली हो। गाजर चाहिँ होइन है, बजारबाट किनेर ल्याएको हो। मुली चाहिँ आफ्नै बारीमा फलेको हो। कोलाई मनपर्छ, कोले कसो कसो गरेर हाल्नुहुन्छ अचार। सबैको बनाउने तरिका आफ्नो आफ्नो हुन्छ। कसैले कसरी हाल्नुहुन्छ, कसैले कसरी हाल्नुहुन्छ। म चाहिँ फर्स्ट टाइम बनाउँदैछु है अचार पनि। मैले अहिलेसम्म अचार बनाएको पनि छैन। देख्दाखेरि सबैले हालेको देख्दाखेरि मलाई पनि बनाउन मन लाग्यो र फेरि मैले नि सोचेँ म नि बनाउँछु, कस्तो बन्दो रहेछ, कस्तो बन्छ है त। फेरि अर्को भिडियोमा हजुरहरूलाई देखाउँछु है त मैले हालेको अचार कस्तो हुँदो रहेछ, सही बन्छ कि गलत बन्छ। सबैले भन्छ मुलीको अचार राम्रो हो। जाडोमा मुलीको अचार बनाउने। घाम पनि लागेको छ अचार त 3-4 दिन भयो। घाम पनि राम्रो घाम लागेको छ। ल है साथीहरू, अर्को भिडियोमा मैले फेरि अचार कसरी हालेको देखाउँछु है त।